नेपालमा सबैभन्दा धेरै कर कसले तिर्छ त? विनोद चौधरी, चन्द्र ढकाल, मीनबहादुर गुरुङ, राजेश हमाल? यदि तपाईँहरू यस्ता ठूला नाम चलेका बिजनेस पर्सनहरूको नाम सोच्दै हुनुहुन्छ भने नेपालमा सबैभन्दा बढी कर तिर्ने व्यक्तिको नाम सुनेर त अचम्ममा पर्नुहुन्छ होला। थाहा पाउनको लागि भिडियो एन्डसम्म हेर्नुहोला। अनि बिजनेसमा चाहिँ कसले धेरै ट्याक्स तिर्यो होला त? चौधरी ग्रुप, खेतान ग्रुप, आइएमई ग्रुप, यस्तै नाम सोच्दै हुनुहुन्छ होला हैन त? आजको भिडियोमा चाहिँ हामी नेपालका सबैभन्दा ठूला करदाताहरूको बारेमा कुरा गर्नेछौँ। फुल लिस्टको लागि भिडियो एन्डसम्म हेर्नुहोला। यो लिस्ट चाहिँ हामीले आन्तरिक राजस्व विभागले कर दिवसको दिन विभिन्न क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने करदाताहरूलाई पुरस्कृत गरेको सूचीका आधारमा लिएका छौँ। राष्ट्रिय कर दिवसमा सरकारले हरेक वर्ष विभिन्न क्याटेगोरीमा सबैभन्दा धेरै कर तिर्ने करदाताहरूलाई सम्मान गर्छ र 2081-82 को लिस्ट चाहिँ अलि इन्ट्रेस्टिङ नै छ। यस वर्ष सबैभन्दा धेरै कर तिर्ने संस्था नेपाल टेलिकम्युनिकेसन्स अथोरिटी बनेको छ। सोल प्रोप्राइटरसिपतिर जाँदा यो पटकको टप स्पट थर्ड आई इन्टरनेसनलले लिएको छ। एक्सपोर्ट सेक्टर हेर्दा गुड्स एक्सपोर्टमा डाबर नेपाल अगाडि रह्यो। आइटी एक्सपोर्टमा भने टेक साइडबाट भेरिस्क नेपालले बाजी मार्यो। एग्रो क्षेत्रबाट पोषक ब्रिडर फार्मले हाइएस्ट ट्याक्स पेयर अवार्ड उठायो। ब्याङ्क, वित्तीय संस्था र बीमा समूहमा जसरी एक्सपेक्टेड थियो नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क टप स्पटमा रह्यो। हेल्थ र एजुकेसन सेक्टरतिर जाँदा यो वर्ष नोबल मेडिकल कलेजले सबैभन्दा धेरै कर तिर्यो र टुरिज्म सेक्टरमा भने सोल्टी होटेलले कन्सिस्टेन्सी देखायो। गुड्स ट्रेडिङमा हामी सबैले चिनेको भाटबटिनी सुपरमार्केटले अगुवाई गर्यो। 50 देखि 100 करोड कारोबार गर्ने समूहमा सिडिएस क्लियरिङ लिमिटेडले हाइएस्ट ट्याक्स पेयर अवार्ड जित्यो। एनर्जी सेक्टरतिर हेर्दाखेरि भोटेकोशी पावर कम्पनीले हाइएस्ट ट्याक्स पेयर अवार्ड लियो। रेमिटेन्स र मनी ट्रान्सफरमा आइएमई लिमिटेडले यो उपाधि हासिल गर्यो। भ्याट कन्सिस्टेन्ट करदातामा पनि 2076 सालदेखि 2082 सालसम्म निरन्तर समयमै भ्याट बुझाएर टपमा नेपाल टेलिकम पुगेको छ र 50 करोडसम्म कारोबार हुने क्याटेगोरीमा भिएफ सर्भिसेसले यो उपाधि हासिल गरेको छ। स्पेशल इन्डस्ट्रिजमा भने युनिलिभर नेपालले टाइटल लियो। यी हुन् विभिन्न सेक्टरहरूमा सबैभन्दा बढी कर तिर्ने करदाताहरू। पर्सनल क्याटेगोरीमा अर्थात् नेपालमा सबैभन्दा बढी कर तिर्ने व्यक्ति हुनुहुन्छ राजबहादुर शाह र उहाँ चाहिँ केही वर्ष अगाडिदेखि नै नेपालमा सबैभन्दा बढी कर तिर्ने व्यक्तिगत करदाताको रूपमा पुरस्कृत हुँदै आउनु भएको छ। राजबहादुर शाह चाहिँ जौलाखेल ग्रुप अफ इन्डस्ट्रिजका म्यानेजिङ डाइरेक्टर हुन् र यो ग्रुप अफ इन्डस्ट्रिजले चाहिँ नेपालमा विभिन्न एल्कोहलिक बेभरेजहरू म्यानुफ्याक्चर गरेर डिस्ट्रिब्युट गर्दै आएको छ। तर उहाँ त नेपालको धनीहरूको सूचीमा टप 10 मा पनि पर्नुहुन्न होला। अनि कसरी उहाँले बढी कर तिर्नु भयो त? अनि उहाँ भन्दा धेरै धनी भनेर कहलिने व्यक्तिहरू चाहिँ कसरी यो लिस्टमा परेनन्? जस्तै फोर्ब्सको बिलियनियर लिस्टमा समावेश हुन सफल एकमात्र नेपाली विनोद चौधरी। उहाँहरूले चाहिँ राम्रोसँग ट्याक्स प्लानिङ गरेर आफ्नो कर दायित्व कम गरिरहेको पनि हुन सक्छ है। तपाईलाई पनि कर सम्बन्धी केही जिज्ञासा छ भने खाता पाना एप डाउनलोड गरेर हाम्रो एक्सपर्टहरूसँग कुरा गर्न सक्नुहुन्छ। अनि अर्को कुरा चाहिँ आन्तरिक राजस्व विभागले उहाँहरूले कति कर तिर्नु भयो भनेर चाहिँ सार्वजनिक गरेको छैन। मलाई जस्तै तपाईलाई पनि यो कुरा सार्वजनिक होस् भन्ने लाग्छ भने कमेन्ट गर्नुहोस् है त। यी थिए 2080-81 का ट्याक्स च्याम्पियन्स। यिनैले हाम्रो कर प्रणालीको भारी भाग बोकिरहेका छन् र यसबारे अझै डिटेल इन्फर्मेसनको लागि www.khatapana.com/blogs मा गएर हाम्रो ब्लग पोस्ट चेक गर्नुहोला र यस्तै बिजनेस रिलेटेड अपडेट्सको लागि खाता पानालाई फलो पनि गर्नुहोला।